हेलो गाइज, यो नेपियर घाँस हो। यो एकदमै राम्रो हुन्छ यो घाँस नेपियर। यो नेपियर हो अनि उता परको चाहिँ सुपर नेपियर हो। यो यही वैशाख जेठतिर लगाएको, अहिले एकचोटि काटेर खुवाइसक्यौँ। यो दोस्रो पला छ। यो एकचोटि लगायो भने लगभग 5-6 वर्षसम्म केही गर्नु पर्दैन। ढुक्कसँग जति काट्यो त्यति नै राम्रो हुन्छ। यो घाँस एकदमै पोसिलो घाँस हो गाई भैँसीको लागि। यो अरू घाँस भन्दा जुन चरी हुन्छ, बाजुरा अरू के नामको हुन्छ, त्यो चरी भन्दा पनि यही राम्रो हुन्छ। लगाउनु होला तपाईहरू पनि। यो घाँस तपाईहरूले यदि लगाउने ठाउँ छैन भनेपछि रोडको किनार पनि लगाउन सक्नुहुन्छ। रोडको छेउछाउ लाइनले चत्ता एकदमै राम्रो घाँस हो। उता पर चाहिँ बसन्ती घाँस काटेर छिन् चरीमा। अहिले भर्खर दोस्रो हो, राम्रो भएछ। यो गन्ना जस्तै हुन्छ खासमा। यसको जुन आँख भन्छौँ, बर्ड भन्छन् इङ्ग्लिसमा, त्यही बर्डबाट नै पलाउने हो। उम्रिन्छ, त्यहाँको गन्ना लगाए जस्तै पनि हुन्छ। यस्तै गाड्नुपर्छ, यसलाई यस्तै गाडेछ, यस्तै गाड्नुपर्छ।